मनोरम दृश्य पारी गाउँ। बजार सकिए लगत्तै सुरु भएको कोची बाटोलाई अँगाल्दै हामी अगाडि बढ्यौँ। हामी चाहिँ अहिले बतासे डाँडा भन्ने ठाउँमा आइसकेका छौँ। बुर्तिबाङदेखि लगभग कति 1 किलोमिटर होइन 1-2 किलोमिटर यता चाहिँ पर्दो रहेछ। यहाँ जाने क्रममा बाटोमा केही स्थानीयहरू झगडा गरिरहेका थिए। बाटोमा धेरै ठाउँमा सडक निर्माण कार्य धमाधम सुरु भइरहेको थियो। यो चाहिँ बोबाङ गाउँ देख्दा अति नै सुन्दर एवं आकर्षक छ। धेरै ठाउँको बाटो चाहिँ लगभग यस्तै छ, थोरै कति लगभग 2-4% बाटो चाहिँ अलि गाह्रो रहेछ, अलि परै छ। यतातिर चाहिँ राम्रै छ, बन्दीकरण पनि जारी रहेछ। त्यो चाँडै चाहिँ सम्पन्न होला जस्तो छ। त्यही त ठुला ठुला खर्सुका रुखहरू भएको वन जङ्गल छिचोल्दै हामी अब धुरपाटन उपत्यकातर्फ अगाडि बढ्दैथ्यौँ। त्यहाँको चिसो हावापानीले मनै शीतल तुल्याएको थियो। अनुभव हुने रहेछ, चिसो रहेछ। यो जेठ वैशाख महिनाको 4-5तिर आउँदा पनि बहुत चिसो छ यहाँ। फाइनल्ली गाइज हामी बुर्तिबाङबाट 2 घन्टाको यात्रापछि फाइनल्ली हामी धुरपाटन उपत्यकामा आइसकेका छौँ। हाम्रो स्वागत गर्नु त यहाँ यत्रो मान्छेहरू गेटदेखि इन्ट्री गर्ने क्रममा गेटै नि रहेछ दुईवटा यो बक्राका स्ट्याचुहरू बनाएको रहेछ। यहाँ चाहिँ यो बाख्राको धेरै यो बलिहरू दिने भएको रहेछ, सायद यो बनाएको हुनुपर्छ। तल चाहिँ देखिसक्ने चाहिँ यस्तो समथर उपत्यका जस्तो। अब त्यहाँ जानुपर्छ, लेट्स गो। Finally guys, we are in धुरपाटन। आउन त्यो जस्तो भयो भने चाहिँ आइसकेपछि चाहिँ यहाँ आएपछि यस्तो बवाल लाग्छ, मन यस्तो शान्त हुन्छ। यति बवाल लाग्छ, यो उपत्यका यति ठुलो छ कि हेरेर भ्याउन सकिँदैन। यहाँ घोडाहरू चढिरहेको छ, फुलहरू फुलिरहेको छ, बल्ल फुल्दै रहेछ। हामी चाहिँ यो जेठ भन्दा नि वैशाखको पहिलो सातातिर आएको, तर अलि जेठतिर आउने भने चाहिँ यहाँ फुल चाहिँ ढकमक्क फुल्छ होला जस्तो लाग्छ कि। भुइँमा चाहिँ अलिअलि फुलहरू फुलिरहेको छ, घोडाहरू छ, बाँतीहरू, गाईहरू पनि चलिरहेको छ, क्या चौरी गाईहरू। यो उपत्यका चाहिँ यति ठुलो छ, यति ठुलो छ, हेरेर भइँदैन कि। बारी चाहिँ यस्तो बवाल गाउँहरू छ है। अब यहाँ बुकी ट्रेक नि यहीँ हुँदै जाने रहेछ साथी, यो साइडबाट। यहाँ हाम्रो स्थानीयसित सोधपुछ गर्दा चाहिँ यहाँ बुकी ट्रेक चाहिँ अब बिस्तारै सुरु हुँदैछ अरे। अब बर्खा लागेसँगै यहाँ बुकी फुलहरू चाहिँ फुल्ने सिजन सुरु हुँदैछ अरे। अब चाहिँ यहाँ बुकी ट्रेक पनि अब सिजन आउँदैछ भन्ने कुरो भएको छ। अब हामी चाहिँ अब यहीँ धुरपाटनबाट फर्किन्छौँ होला सायद। अब बुकीसम्म चाहिँ फेरि नेक्स्ट टाइम आउनु चाहिँ पर्छ है। तीव्र रूपमा चल्ने हावाले गर्दा बोली चाहिँ अस्पष्ट रूपमा आइरहेको थियो। आएपछि रमाइलो त गर्नु पर्यो भनेर जबरजस्ती रमाइलो गर्नतर्फ लाग्यौँ। डेक्लेक अब आफै राइड गर्न सकिँदैन के गर्ने, फर्स्ट टाइम चढ्या हो। पाटनमा केही छिनको रमाइलो पछि नजिकै रहेको ढोर बराहामा दर्शन गर्न जान लाग्यौँ।
त्यो चाहिँ ढोरपाटनको यो बोली दिने ठाउँ रहेछ यो चाहिँ। यहाँ यस्तो बचानो जस्तो छ, यो भित्र थान रहेछ। यो चाहिँ ढोरपाटनमा स्थित 22 धारा रहेछ। यसबाट चाहिँ यहाँ नुहाउने भने यहाँ पुण्य प्राप्त हुन्छ भन्ने विश्वास छ।